स्वागत छ सबैजनालाई मेरो नयाँ भिडियोमा। आज चाहिँ म हैन फुटबल खेलेर पुरै घर फर्किरहेको छु हैन। गेम खेलेर एकदम एकान्तमा हैन त्यस्तोमा हिँड्न सक्नुहुन्छ हैन। पुरै म चाहिँ एलोन हिँडिरहेको छु। एकदम गाह्रो रहेछ हिँड्न हैन। त्यही हो, केटाहरू छन् 5-6 जना। केटाहरू हिँड्न सक्नेहरू छन् हैन। हिँड्न सक्ने केटाहरू चाहिँ सबै अगाडि गइसक्यो। अनि म चाहिँ हिँड्न सक्दिनँ नि त, कमजोर परेँ। सबै केटाहरूले चाहिँ मलाई छोडेर गइसक्यो। तर केही छैन हैन, एक्लै पनि हिँड्न सिक्नुपर्छ, स्ट्रगल गर्न सिक्नुपर्छ हैन। साथीभाइ भनेको चाहिन्छ, तर त्यो साथीभाइको पनि एउटा समय हुन्छ हैन चाहिने। अनि त्यो भेटघाट हुन्छ। अनि तर जति भए पनि त्यही साथीको आश भरोसा चाहिँ राख्नु नहुने रहेछ हैन। जस एक्लै हिँड्न सिक्नुपर्छ, स्ट्रगल गर्न सिक्नुपर्छ, सबै कुरा एलोन एक्लै गर्न सिक्नुपर्छ अनि सक्नु पनि पर्छ। त्यही हो, म पनि यो अब सुनसान ठाउँमा हैन, मलाई बाटो पनि राम्रोसँग थाहा छैन। तै पनि म चाहिँ एक्लै भए पनि हिँड्दैछु हैन। म मेरो डेस्टिनेसनमा पुग्नेछु। मलाई केटाहरू चाहिँ चाहिँदैन। त्यही हो, आफ्नै होम टाउन हो, त्यही पनि त्यति बाटो थाहा छैन। त्यही पनि म हिँडिरहेको छु। हरेस खानु हुँदैन कहिले पनि जिन्दगीमा। के सक्सेस पाउनु छ भने एक्लै नै स्ट्रगल गर्न पर्छ हैन। भन्नु खोजेको साथीभाइ पनि नचाहिने होइन, चाहिन्छ हैन। सबै कुरा चाहिन्छ, गर्लफ्रेन्ड पनि चाहिन्छ। तर गर्लफ्रेन्ड साथीकै भरोसा आश लिनु चाहिँ हुँदैन हैन। त्यही हो, यस्तै भरोसा लियो भने एलोन भइन्छ। कहिलेकाहीँ कुनै ठाउँमा आफै भइन्छ। अनि आफै त्यही भएर जे कुरामा पनि आफै एक्लै गर्नमा पर्फेक्ट हुनुपर्छ। त्यही हरेस खानु हुँदैन, मन दुखाउनु पनि के दुखाउनु हैन। अब केटाहरूलाई त्यही हो, जे कुरा गर्नु छ एक्लै गर हैन, गर्नुहोस्। अनि लाइफमा तपाईँहरूले कन्फर्म सक्सेस पाउनुहुन्छ क्या। अनि साथीभाइ पनि चाहिन्छ अब हैन। त्यही हो, मेरो बाटो चाहिँ यस्तो छैन। त्यही पनि म हिँडिरहेको छु। गाह्रो त छ नै, त्यही पनि एकान्तमा जोस् मजा छ यस्तो जङ्गलमा आफै हिँड्नमा हैन। कति मजा छ। त्यही हो कुरा हैन। साथीभाइसँग चित्त दुखाएर पनि हुँदैन। किन चित्त दुखाउनु हैन। सबै एका खालको भइँदैन मान्छे भनेको। त्यही हो, बाहिरबाट मिल्ने भित्रबाट नमिल्ने पनि हुन्छ। त्यसैले जस्तो साथी त्यस्तै गर्नुपर्छ। अनि बाहिरबाट अनि भित्रबाट चाहिँ अर्कै हुनुपर्छ। जोस् स्ट्रङ हुनुपर्छ, पर्फेक्ट हुनुपर्छ। एक्लै हुँदा हरेस नखाने हुनुपर्छ लाइक हैन। अन्त सक्सेस पाइन्छ हैन। जिन्दगी लामो छ, कटाउनु गाह्रो छ। अनि लाइफमा सक्सेस पाउनु पनि एकदम गाह्रो छ है। त्यही हो कुरा। हप्तामा एकचोटि अब त्यो खुट्टे केटाहरूले भेट्यो होइन, हाई गर्थ्यो मेरो केटा। अब चाहिँ म एक्लै छुइनँ होइन, केटाहरू भेट्यो त्यो। ल अब म चाहिँ होइन आधी बाटो आइसकेँ होइन। म चाहिँ अलि अगाडि आएर, अघिसम्म चाहिँ म पछाडि थिएँ। जस्ट अहिले चाहिँ अगाडि आएर म चाहिँ जस्ट धेरै नै अगाडि आएर केटाहरूलाई म पर्खिरहेको छु होइन। त्यही हो, अगाडि पछाडि भइहाल्छ नि जिन्दगीमा। हरेस खानु कहिले पनि हुँदैन। अघि पछि भनेको भइहाल्छ होइन। कहिले अघि परिन्छ त कहिले पछि परिन्छ, कहिले पछि परिन्छ त अघि परिन्छ। त्यही हो। अनि म चाहिँ यति टाढा आइसकेँ होइन, हेर्न सक्नुहुन्छ। एकदम गाह्रो छ हिँड्नलाई। जोस् मलाई चाहिँ एकदम गाह्रो छ हिँड्नलाई होइन। अनि मेरो 3-4 दशक पहिला मेरो पुर्खाहरू चाहिँ कसरी हिँड्थ्यो होला। अब यो रोड त अहिले भर्खर आएको जस्ट 1-2 वर्ष भइरहेछ।
अनि त्योभन्दा अगाडि चाहिँ कसरी भारी बोक्दै होइन 50-60 किलो भारी बोक्दै चाहिँ ओहोरदोहोर गर्थ्यो होला भन्ने मलाई एकदम अचम्म लाग्छ क्या। किनकि म चाहिँ हिँड्न सक्दिनँ नि त, अनि मेरो पुर्खाले चाहिँ कसरी हिँड्यो होला। अनि मलाई चाहिँ त्यही मेरो पुर्खै ठिक लाग्छ, किनकि मान्छे स्ट्रङ थियो, बलिया थियो, अनि भारी बोक्नलाई कुनै सवारी साधनको आवश्यकता पर्थेन, मान्छे नै बोकिरहेको थियो। अनि त्यही भएर चाहिँ हामी चाहिँ एकदम कमजोर भइसकेको रहेछ भन्ने आफैलाई फिल हुन्छ। जो मेरो केटाहरू चाहिँ धमाधम आउँदैछ, अनि फुच्चे केटाहरू चाहिँ यता रोदै घुमिरह होला, जस्तो पर्खेर जानुपर्छ। त्यही हो, हामीहरू चाहिँ 4 घन्टा पछि चाहिँ होइन हाम्रो एकदम होम टाउन आफ्नै घरमा पुगिसकेका छौँ होइन। घर पुग्छ एकदम हिँड्नु चाहिँ एकदम गाह्रो छ होइन। जो त्यही हो, हिँड्नु एकदम गाह्रो भयो होइन। 4 घन्टा लाग्यो भनेपछि हाम्रो रहर चाहिँ कतिसम्म रहेछ होइन बल खेल्नु जानुलाई। हामी जाँदा चाहिँ ओह्रालो जान्छौँ होइन, आउँदा चाहिँ उकालो 4 घन्टा भनेपछि हाम्रो चाहिँ एकदम धेरै रहर छ होइन। त्यही हो, बलप्रति एकदम इन्ट्रेस्ट छ हामीप्रति चाहिँ। त्यही हो, हामी चाहिँ घर आइपुग्यौँ। अनि मेरो भिडियो चाहिँ एकदम मन पर्यो भने होइन, एक लाइक, एक कमेन्ट, एक सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। अनि यस्तै मन पर्यो भने अनि लाइक कमेन्टहरू गर्दै गर्नु। म नयाँ भिडियोहरू पनि झिक्दै गर्नेछु। अनि आजलाई चाहिँ यति नै, अनि अर्को भिडियोमा भेटौँला। बाई, सब्सक्राइब।